आजको यस प्रस्तुतिमा स्वागत छ। हाम्रो गाउँघरतिर विशेष गरी डाँडाकाँडा र बाक्लो कुहिरोले ढाक्ने ठाउँहरूमा एउटा गजबको कुरा के हुन्छ भने नि त्यहाँ यथार्थ र किम्वदन्ती बीचको रेखा एकदमै धमिलो हुन्छ। आज हामी नेपालका तीनै पुराना बस्तीहरूमा गुन्जिने डरलाग्दा लोककथाहरूको पत्र बिस्तारै उघार्दैछौँ। सुन्दा त यी कुराहरू कुनै भूत प्रेत वा आत्माको रहस्यमय कथा जस्तो मात्र लाग्छन्, होइन र? तर खासमा यसको भित्री तहमा पुग्दा नसुल्झिएका बेपत्ता घटनाहरू पछाडिको अत्यन्त हृदय विदारक र गहिरो वास्तविकता बाहिर आउँछ। यो एउटा यस्तो कथा हो जहाँ सत्य कसरी मिथकको छायामा चटक्क बिलाउँछ भनेर हामी बुझ्नेछौँ। राति जंगलबाट जाँदा व्यक्ति हरायो अनि पछि कहिले भेटिएन। पुराना गाउँहरूमा यो कति साझा कथा हो, हामी सबैले सुन्दै आएकै छौँ नि। पुस्ता दर पुस्ता अगेनाको छेउमा यही कथा सुनिन्छ। एकछिन कल्पना गरौँ त, एक्लो गोरेटो, चारैतिर घना जंगल अनि रातको सुनसान समय। कोही मान्छे त्यही बाटो हिँड्छ र एक्कासी बिना कुनै सङ्केत बेपत्ता हुन्छ। भोलिपल्ट न त कुनै पाइलाको डोब, न त च्यातिएको लुगाको टुक्रा, कुनै नामो निशान हुँदैन। यो सुन्दा विशुद्ध रहस्य जस्तो लाग्छ अनि यसले गाउँमा यस्तो गहिरो त्रास पैदा गर्छ कि त्यसलाई सम्झाउन कुनै तार्किक कारण नै बाँकी रहँदैन। अब जंगलका काने खुसीहरूकै कुरा गरौँ। यस्ता रहस्यमय घटनाहरू किन यति सजिलै विश्वास गरिन्छन् त? यो बुझ्न ती पुराना गाउँहरूको परिवेशलाई अलि नजिकबाट निहाल्नुपर्छ। हेर्नुस्, आधुनिक संसारबाट धेरै टाढा, जहाँ न बिजुली थियो, न फोन, न सडक, त्यहाँको जीवन पूर्ण रूपमा जंगल र प्रकृतिको नियममै चल्थ्यो। मानिसहरूको दैनिकी जंगलसँग यति धेरै जोडिएको हुन्थ्यो कि त्यहाँ घट्ने कुनै पनि अनौठो घटनालाई सिधै अलौकिक शक्तिसँग जोड्नु एकदमै स्वाभाविक बन्न पुग्थ्यो। अनि त्यो डरलाग्दो एक्लोपन र विशाल प्रकृतिको अगाडि मान्छेको असहायपन, सायद यसैले नै यस्ता कथाहरूलाई हुर्काउन प्रशस्त मलजल गरेको हुनुपर्छ। जब गाउँमा कोही एक्कासी हराउँछ र त्यसको कुनै चित्तबुझ्दो जवाब भेटिँदैन नि, तब एउटा अचम्मको कुरा के हुन्छ भने स्थानीय विश्वासले तुरुन्तै त्यो खाली ठाउँ ओक्टिहाल्छ। अनि सबैको मनमा आउने पहिलो शङ्का हो वनझाङ्क्री। लोककथा अनुसार वनझाङ्क्री भनेका जंगलका अदृश्य शक्ति हुन्, जसलाई यी रहस्यमय घटनाहरूसँग जोडिन्छ। भनिन्छ यिनीहरूले मानिसलाई, अझ विशेष गरी साना बालबालिकालाई आफ्नो संसारमा लैजान्छन्। जब कुनै तार्किक अनुसन्धान हुँदैन नि, तब हराएको मान्छेलाई तर्साउने जंगल, रहस्यमय बत्ती वा यस्तै वनका आत्माहरूसँग जोड्नु नै मन बुझाउने एउटै मात्र बाटो बन्छ। यसरी नै लोककथाले सत्यलाई विस्तारै पर्दा पछाडि धकेल्दै लान्छ। आजको हाम्रो यस प्रस्तुतिको सबैभन्दा मुख्य पाटो भनेकै यही विरोधाभास हो। एकातिर हाम्रो समाज छ जसले आफ्ना हराएका मानिसहरूलाई भूतप्रेत वा आत्मा, तर्साउने जंगल वा मिथकले लगेको भनेर विश्वास गर्छ। एक हिसाबले सोच्दा यो विश्वास एउटा मनोवैज्ञानिक सान्त्वना जस्तो पनि लाग्छ, किनकि आत्माले लग्यो भन्दा कसैलाई दोष दिनै परेन। तर यथार्थको अर्को पाटो एकदमै फरक छ, जहाँ दुर्घटना, भीरबाट लड्नु, बसाइसराईको क्रममा हराउनु वा मानव बेचबिखन जस्ता अत्यन्त कठोर र क्रूर वास्तविकताहरू लुकेका हुन्छन्। अदृश्य शक्तिको डरले अक्सर यी ज्यादै वास्तविक र पीडादायी कारणहरूलाई सधैँ छायामा पारिदिन्छ। अब यी लोककथाहरूको पर्दा अलिकति पन्छाएर हेरौँ है। त्यहाँ भूतप्रेत होइन, बरु मानिसकै डरलाग्दो अनुहार लुकेको हुन सक्छ। हो, जघन्य अपराध लुकाउने मिथकहरू। किंवदन्तीहरूको यो बाक्लो आवरणमा समाजभित्रै घटिरहेका कैयौं गम्भीर अपराधहरू सजिलै लुक्न पुग्छन्। यता मानिसहरू वनको देउता रिसाएको वा आत्माले लगेको भन्दै पूजाआजा गरिरहेका हुन्छन्, तर उता त्यही बेला कुनै आपराधिक मनोवृत्तिको मानिसले यही अन्धविश्वासको मजाले फाइदा उठाइरहेको हुन सक्छ नि, होइन र? त्यसैले अब यो लोककथाको भ्रमबाट अलिकति बाहिर निस्केर ती डरलाग्दा मानवीय तत्त्वहरूमा ध्यान दिनै पर्छ, जसले अन्धविश्वासलाई आफ्नो बलियो ढाल बनाइरहेका छन्। र जब अपराधको कुरा आउँछ, दुर्गम क्षेत्रका केही निश्चित समूहहरू सबैभन्दा बढी जोखिममा पर्छन्, जस्तै महिला, बालबालिका र आप्रवासी कामदार। नेपालका कैयौं दुर्गम क्षेत्रहरूमा हुने बेपत्ता घटनाहरूमा मानव बेचबिखनको अत्यन्तै गम्भीर शङ्का जोडिएको हुन्छ। अवसरको खोजीमा निस्कनेहरू यसको सबैभन्दा ठूलो शिकार बन्छन्। उनीहरू एक्लै यात्रा गर्ने, सुरक्षाको पहुँच नहुने र आर्थिक रूपमा कमजोर हुने भएकाले तस्करहरूको पहिलो निशानामा पर्छन्। गाउँबाट कोही हराउँदा वनझाङ्क्रीले लग्यो भन्ने हल्ला त चल्छ, तर वास्तविकतामा उनीहरूलाई सीमा पारी बेचिला गरेको वा जबरजस्ती श्रममा धकेलिएको पनि त हुन सक्छ। यो कुनै आत्माको काम होइन, बरु एउटा क्रूर, सुनियोजित अपराध हो। अनि अर्को मुख्य कुरा, उचित अनुसन्धानको अभाव।
सोच्नुस् त, कुनै व्यक्ति हराउँदा जंगलमा फेला परेको एउटा च्यातिएको लुगा वा भाँचिएको लौरो नै पनि रातारात भूतको कथा बन्न सक्छ, किनभने त्यहाँ अनुसन्धान गर्न न त तत्काल कुनै प्रहरी पुग्छ न त कुनै फरेन्सिक टोली नै। जब उचित अनुसन्धानको यस्तो पूर्ण अभाव हुन्छ र घटनाको तथ्यपरक रिपोर्टिङ नै हुँदैन, तब रहस्य त झन्नै गहिरिँदै जाने भयो। राज्यको उपस्थिति नभएपछि समाजले आफ्ना प्रश्नहरूको उत्तर आफै खोज्नुपर्ने हुन्छ र त्यो उत्तर प्राय त्यही पुरानो मेथकहरूमा गएर टुङ्गिन्छ। यसले गर्दा नि वास्तविक अपराध र किम्वदन्तीलाई छुट्याउन लगभग असम्भव जस्तै हुन पुग्छ। अपराध र लोककथाका कुरा त छँदैछन्, तर नेपालको सन्दर्भमा कुरा गर्दा इतिहासको एउटा यस्तो अध्याय पनि छ जसलाई हामी पन्छाउनै सक्दैनौँ: सशस्त्र द्वन्द्वका खाटाहरू। यसले यी बेपत्ता घटनाहरूलाई झनै गहिरो र मार्मिक बनाउँछ। यो एउटा यस्तो ऐतिहासिक घाउ हो जसले हाम्रो समाजको ठूलो हिस्सालाई प्रत्यक्ष रूपमै प्रभावित बनाएको छ। गाउँ-गाउँबाट मानिसहरू हराउने यो श्रृङ्खला अलौकिक शक्ति वा सामान्य अपराधमा मात्र सीमित छैन। यसको जरा त राज्य र तत्कालीन विद्रोही पक्षबीचको त्यो लामो र दर्दनाक राजनीतिक उथलपुथलसँग गहिरो गरी जोडिएको छ। यो घटनाक्रमलाई अलि प्रष्टसँग हेरौँ। सन् 1996मा सशस्त्र द्वन्द्व सुरु भयो र 1996देखि 2006सम्म चलेको यो दशक लामो समयलाई फर्केर हेर्दा एउटा निकै गम्भीर चित्र अगाडि आउँछ। यो अवधिमा देशैभरिबाट हजारौंको संख्यामा मानिसहरू बेपत्ता भएका औपचारिक र अनौपचारिक रिपोर्टहरू हामीले देखेका छौं। 2006मा द्वन्द्व त समाप्त भयो, तर त्यो युगमा बेपत्ता हुनु वा राति सुतेको मानिस बिहान नभेटिनु भनेको समाजको लागि एउटा अत्यन्त दुःखद तर सामान्य जस्तै नियति बन्न पुगेको थियो। मानिसहरू हराउनु एउटा यस्तो भयानक यथार्थ थियो जसले हरेक गाउँ र बस्तीमा कहिल्यै नमेटिने छाप छोडेर गयो। परिवारका दावीहरू सुन्दा झनै मन कटक्क खान्छ। त्यस समयका हजारौं परिवारहरू आज पनि त्यही ढोका हेरेर बसिरहेका छन् जहाँबाट उनीहरूका प्रियजनहरू अन्तिम पटक बाहिरिएका थिए। कसैलाई सुरक्षाकर्मीले सोधपुछका लागि लगे त कसैलाई सशस्त्र समूहहरूले। तर दुःखको कुरा, उनीहरू कहिल्यै फर्किएनन्। अस्पष्ट आधिकारिक रेकर्ड वा स्पष्ट जानकारीको अभावले गर्दा परिवारहरूले भोग्ने यो अस्पष्ट क्षतिको मनोवैज्ञानिक असर अत्यन्त भयानक हुन्छ। आफ्नो मान्छे जिउँदो छ वा मृत्यु भइसक्यो भन्ने समेत थाहा नपाउनुको त्यो दर्दनाक पर्खाइ, यसले समाजमा एउटा फरक किसिमको कहिले नसुल्झिएको र अँध्यारो रहस्यलाई निरन्तरता दिइरहेको छ। अब यी सबै कुराहरूलाई एकै ठाउँमा राखेर हेरौँ। रहस्यको बनोट खासमा कसरी हुँदो रहेछ त? जब द्वन्द्वका घाउहरू, सङ्गठित अपराध र पुराना लोककथाहरू एक आपसमा जिलिन्छन्, तब सत्य कसरी विस्तारै हराउँछ र एउटा विशाल रहस्य कसरी हुर्किन्छ भन्ने कुरा छर्लुङ्ग हुन्छ। यी सबै फरक फरक धागोहरू मिलेर हाम्रो समाजको त्यो मनोविज्ञान तयार गर्छन् जहाँ तथ्यभन्दा किम्वदन्ती कैयौं गुणा बढी शक्तिशाली बन्न पुग्छ। भन्नुको मतलब, यो एउटा यस्तो संयन्त्र हो जसले हरेक अनसुल्झिएको घटनालाई एउटा नयाँ र डरलाग्दो कथाको रूप दिन्छ। वास्तविक घटनाहरू कसरी स्थानीय किम्वदन्तीमा परिणत हुन्छन्, यी श्रृङ्खलाबद्ध कारणहरूले ठ्याक्कै बुझाउँछन्। पहिलो कुरा, हाम्रो दुर्गम भूगोलले गाउँहरूलाई बाँकी संसारबाटै एक्ल्याउँछ। दोस्रो, पुराना समयमा सञ्चारको कमीले गर्दा सही जानकारी समयमै पुग्न पाउँदैनथ्यो। तेस्रो, सीमित वा शून्य फोरेन्सिक अनुसन्धानले गर्दा घटनाको कहिल्यै वैज्ञानिक पुष्टि हुन सक्दैन अनि प्रश्नहरू अनुत्तरित नै रहन्छन्। चौथो, तथ्य पुग्नुभन्दा धेरै अघि डर र हल्लाहरू गाउँभरि ढडेलो जस्तै फैलिन्छन्। अनि अन्त्यमा, समाजमा डरले यसरी जरा गाड्छ नि, मानिसहरू यथार्थको खोजी गर्नै छोडेर त्यही रहस्यलाई अन्तिम सत्य मान्न थाल्छन्। यी सबै गम्भीर विषयहरूमाथि मन्थन गर्दा एउटा अत्यन्त महत्त्वपूर्ण प्रश्न हाम्रो अगाडि खडा हुन्छ कि रातको समयमा अगेनाको छेउमा बसेर सुनिने ती भूत र अदृश्य आत्माका कथाहरू साँच्चै नै कुनै अलौकिक शक्ति हुन् त, कि ती छायामा लुकेर बसेका गम्भीर प्रणालीगत समस्याहरू, राज्यको कमजोरी र वास्तविक संसारका त्रासदीहरूलाई ढाकछोप गर्ने वा त्यसलाई सहेर बाँच्ने समाजको एउटा मनोवैज्ञानिक संयन्त्र मात्र हुन्। हामीले सोच्नै पर्ने कुरा यही हो कि यी कथाहरू सत्यलाई लुकाउने एउटा बहाना मात्र हुन्। आजको प्रस्तुतिबाट यति नै। यसबारे सोच्दै गर्नुहोला।